नमस्कार सबैजनामा नमस्कार छ। हामी आइपुग्यौँ तपाईँहरूको बिचमा। आज पनि सदाझैँ केही मनका कुराहरू राख्न आइपुग्यौँ। सामान्यतया हामी सामाजिक सञ्जालमा तपाईँहरूसँग जोडिने प्रयत्न गरिरहेका छौँ। यहाँहरूको साथ, समर्थन, विश्वास, माया र आशीर्वादका लागि हामी अपेक्षा गर्न चाहन्छौँ। फरक फरक प्रसङ्गमा हामी तपाईँहरूसँग जोडिनेछौँ। यो सामाजिक सञ्जालमा हामीले 2-3टा खालका प्रस्तुतिहरू राख्ने गरिरहेका छौँ। तीमध्ये साहित्यिक प्रस्तुतिहरू हुनेछन्। कतिपय सन्दर्भमा सामाजिक विषयवस्तुहरूमा पनि हामी छलफल गर्नेछौँ, कुराकानी गर्नेछौँ तपाईँहरूको बिचमा। त्यो सँगै कतिपय अवस्थामा मनोरञ्जनात्मक कुराहरू पनि राख्नेछौँ। आज सामान्यतया विद्यार्थीहरूको चाहिँ यो पढाइका सन्दर्भमा केही कुरा राखौँ कि भनेर म आइपुगेँ। तपाईँहरूको सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रो लागि निरन्तर रूपमा एउटा औषधि र ऊर्जा र प्रेरणा हुनेछ है त। सबैभन्दा पहिले कुनै बच्चा, कुनै बालक यो संसारमा देखिनुभन्दा पूर्व 16,000 दिन अर्थात् गर्भावस्थादेखि नै बच्चाको चाहिँ क्षमता, उसको चाहिँ संरचना भन्ने कुरा हुन्छ। र जब बच्चा 1000 दिनको हुन्छ त्यो बेलासम्म मैले सुने अनुसार 80% उसको दिमागको मोडालिटी, उसको चाहिँ संरचना बनिसकेको हुन्छ। त्यो भए हुनाले बच्चा गर्भावस्थादेखि नै 2-3 वर्षको उमेरसम्म उसका सबै प्रक्रियाहरूमा, विकासका प्रक्रियाहरूमा हामीले सचेत हुनुपर्ने हुन्छ। आमाको खानपानदेखि लिएर घर परिवारको वातावरण, उसले सिक्ने समाजको चाहिँ शैली, उसका संस्कृति, यी कुराहरूले पनि बच्चाको भविष्यमा प्रभाव पारिरहेको हुन्छ भन्ने मलाई लाग्छ। अर्को कुरा, बच्चाको सिकाइमा घर परिवारको व्यवहार, आमा बुवाले अर्थात् घरका चाहिँ अभिभावकहरूले बच्चालाई दिने समय व्यवस्थापन, यी कुराहरू पनि बच्चाको सिकाइका लागि एउटा महत्त्वपूर्ण कुरा हुन जाने रहेछ। हामीले हाम्रो बच्चालाई कति समय दियौँ त? हामी हाम्रो बच्चासँग कति समय व्यवस्थापन गरिरहेका छौँ? उसको सिकाइमा हाम्रो भूमिका के कति रह्यो? यो कुराले पनि बच्चाको चाहिँ सिकाइलाई प्रभाव पारिराखेको हुन्छ भन्ने कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। अर्को कुरा, बच्चा हुर्कदै जाँदा बच्चाको समाज, उसको चाहिँ वरिपरिको वातावरण, घरदेखि विद्यालयसम्मको वातावरण कस्तो रह्यो भन्ने कुरा अझ अर्को महत्त्वपूर्ण कुरा हो। हाम्रो बच्चाले के सिकिरहेको छ, उसको स्वभाव, उसको शैली, उसको व्यवहार कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा एउटा कक्षाको सिकाइले मात्रै सबै कुरा सम्भव बनाएको हुँदैन। त्यसका लागि आमा बुवाको व्यवहार, घर परिवारको व्यवहार, समाजको व्यवहार, विद्यालयको व्यवहार र स्वयं बच्चाको व्यवहार पनि महत्त्वपूर्ण हुन जान्छ। त्यसैले हामी हाम्रो बच्चालाई एउटा राम्रो बच्चा बनाउनका लागि हामी कति जिम्मेवार छौँ, घर परिवार कति सचेत छ, अभिभावकहरूको भूमिका के रह्यो, विद्यालयको भूमिका के रह्यो, समाजको भूमिका के रह्यो भन्ने कुराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। र विद्यालयको वातावरण कस्तो छ, विद्यालय कस्तो चाहिँ बच्चा उत्पादन गर्नतर्फ लागिरहेको छ, विद्यालयको चाहिँ प्रयासहरू के छन्, यी कुराहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। सँगसँगै राज्य संयन्त्रको निगरानी र लगाव, राज्यको चाहिँ नीति, यी कुराहरूले पनि र राज्यको चाहिँ बजेट, स्रोत साधनले पनि विद्यालयको चाहिँ भूमिका, बच्चाको चाहिँ क्षमता विकासमा प्रभाव पार्ने कुरा राख्न चाहन्छु। अर्को महत्त्वपूर्ण कुरा भनेको कुनै पनि काम गर्दा स्वयं सिकारु वा स्वयं व्यक्तिको भूमिका वा लर्नर वा सिकारको चाहिँ सक्रियताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसमा एउटा उखान पनि छ, कुनै जनावरलाई या घोडाकै उदाहरण म यहाँ राखौँ, घोडालाई पानी पिलाउनका लागि उसलाई डोर्याएर पानी तलाउसम्म या पोखरीसम्म, पानी भएको ठाउँसम्म त लैजान सकिन्छ, तर पानी पिउनका निम्ति त त्यो घोडाको टाउको, त्यो मुखै चाहिँ तलाउमा डुबाए पनि घोडा तयार नहुँदासम्म पानी हामी पिलाउन सक्दैनौँ। तसर्थ सिकारुको सन्दर्भ पनि स्वयं बच्चा, स्वयं बालक, स्वयं सिकारु नै सबैभन्दा बढी सक्रिय, सबैभन्दा बढी जिम्मेवार र सबैभन्दा बढी संयमित हुन जरुरी छ। यो भयो भने बच्चाको सिकाइ स्तर
उसको क्षमता, उसका प्रतिभाहरूलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा राख्न चाहन्छु। र अर्को कुरा, हामी तपाईँहरूसँग निरन्तर रूपमा यसरी नै जोडिनेछौँ र तपाईँहरूका लेख रचनाहरू, साहित्यिक प्रस्तुतिहरू, साहित्यिक चाहिँ सिर्जनाहरू हामीलाई हाम्रो कमेन्टमा लेखेर पठाउनुहोला। उपयुक्त लागेका लेख रचनाहरू हामी तपाईँहरूको बिचमा राख्ने नै छौँ। हामी अब दिनहु निरन्तर रूपमा यसरी नै जोडिनेछौँ, छलफल गर्नेछौँ, एक अर्काका मनका कुरा राख्नेछौँ भन्ने बाचा गर्दै आजका लागि भने तपाईँहरूबाट छुट्टिने अनुमति माग्छौँ। धन्यवाद, नमस्कार।